कतिखेर भनेको कि तिमी नरिसाऊ रिसाएर बुढाबुढीको झगडा 1.5-2 घन्टाको हुन्छ तिमी त 1 महिना 22 दिन भयो घर नगएको अनि त्यहाँ मैले कहिले पकाएर खाने कसलाई हेर्ने यता यता हेरे पनि सिरानी छ यता मात्रै सिरानी छ अनि 3:30 बजे निद खुलिहाल्छ 3:30 बजे निद खुलिहाल्छ त्यहाँबाट 3:30 बजेपछि बाटामा जस्ता जे ये घरमा बस्छ खाने नहीं मैले छोड पहिले नि मैले 6 महिना 5 वर्ष भयो के के त्यो हातको होला भन्नु न भन्नु अरू कुरा भन्नु अरू के छ र भ्याइयो अब त भ्याइएको कुरा भन्नु न फेरि त्यही नयाँ नौलो के त्यो बसबाट कसरी भेट भयो त्यो सबै भइसकेको त्यो त हैन बसबाट अनि त्यहाँ उसलाई भेटिन गएर होटलमा बसेर रक्सी खाएँ 1 रुपियाँ पनि पैसा थिएन लाइसेन्स जेबमा थियो स्कुलको गाडी चलाएको त्यही होटलमा रक्सी खान बसेको रहेछु लुम्बिनी शिक्षालयको गाडी चलाएको तपाईँले नै हो चलाएको हो 5 वर्ष पहिला चलाएको यी बच्चाहरूलाई हिँडालेको त तपाईँले भनेपछि अनि त त्यहाँ पैसै लिएन नि त पैसै लिएन अनि अरू के पैसा थिँदै पनि थिएन लिँदै लिएन नि के 5 वर्ष पहिले थिँदैन भएपछि कसरी लिन्छ त है तेरी अब खाइयो खाँदै बच्चाहरू त्यहाँ देखियो देख्दाखेरि म लुम्बिनी शिक्षालयको गाडी चलाएको 5 वर्ष पहिले त्यहाँबाट अलि चलाएको छैन भन्यो अनि त्यहाँ उहाँले नि हो हामीलाई त यिनीहरूले भन्छन् केटाकेटी 2टा केटाकेटी ठुल्ठुला भएको आइछन् अनि त्यहाँबाट लुम्बिनी शिक्षालयको 3 वर्ष गाडी चलाएको मैले भनेको ए हैछ बच्चाहरूले भनेको अरे भने 2 गिलास रक्सी खाएँ 1 गिलास एक मासु खाएँ 1 प्लेट मासु खाएँ 2टा चुरोट खाएँ अनि त्यहाँबाट लाइसेन्स उदै थियो कि पर्छ यहाँ उसले बोकेर हिँडेको थिएँ लाइसेन्स सबै बोकेर हिँडेको त म त काठमाडौँ जान भनेर हो कि म यहाँ म बुटोलमा बस्दिनँ अब यसलाई छोडेपछि म काठमाडौँतिरै हुन्छु संसारभरिको लाइसेन्स म जहाँ पनि चलाउन पाउँछु अनि त्यहाँ यसले पनि भनेको तपाईँसित गएँ भने म छेउमै बस्छु कतै पनि जान्न है